नेपालमा कानुनी रूपमा बिहे गर्न के चाहिन्छ होला अनि सम्बन्ध तोड्न चाहिँ आजको हाम्रो यो बसाइमा हामी नेपालको पारिवारिक कानुनको यही महत्त्वपूर्ण पाटोलाई केलाउँदैछौँ। हामी विवाहको कानुनी यात्रालाई यसको सुरुवातदेखि अन्त्यसम्म एकदमै सरल र स्पष्ट भाषामा बुझ्ने कोसिस गर्नेछौँ। ल सुरु गरौँ है त हाम्रो आजको यात्रा। सबैभन्दा पहिले हामी विवाहको कानुनी जग के हो भनेर हेर्नेछौँ। त्यसपछि कस्तो अवस्थामा विवाहले कानुनी मान्यता पाउँदैन भन्ने बारे जान्नेछौँ। अनि विवाहपछि आउने हक र दायित्व बारे कुरा गर्नेछौँ। त्यसपछि मात्रै सम्बन्ध विच्छेदको प्रक्रियामा प्रवेश गर्नेछौँ र अन्त्यमा सम्बन्ध विच्छेद भइसकेपछि के कस्ता व्यवस्थाहरू हुन्छन् भनेर छलफल गर्नेछौँ। हाम्रो पहिलो खण्ड विवाहको कानुनी आधार। कुनै पनि सम्बन्धको अन्त्यबारे कुरा गर्नु अघि त्यो सम्बन्ध कसरी बन्छ भनेर बुझ्नु जरुरी छ, हैन र? त्यसो भए नेपालको कानुनको नजरमा विवाह भनेको के हो र एउटा विवाहलाई कानुनी रूपमा बलियो बनाउन के शर्तहरू पूरा हुनुपर्छ, आउनुहोस् पत्ता लगाऊं। कानुनको भाषा अलि जटिल सुनिन्छ, तर दफा 67 को सार एकदमै सरल छ। यसले भन्छ, जब एक पुरुष र महिलाले कुनै पनि उत्सव, समारोह वा कुनै पनि कार्यबाट एक अर्कालाई श्रीमान श्रीमतीको रूपमा स्वीकार्छन्, तब विवाह भएको मानिन्छ। यहाँ मुख्य कुरा भनेकै आपसी स्वीकारोक्ति हो, चाहे त्यो कुनै पनि तरिकाले देखाइयोस्। अब कानुनले विवाहलाई टिकाउने 4वटा मुख्य खम्बा तोकेको छ। सोच्नुस् न, यी 4वटा खम्बा मध्ये एउटा पनि भत्कियो भने विवाहको कानुनी आधारै रहँदैन। पहिलो, दुवैको मनबाट आएको मन्जुरी हुनै पर्छ। दोस्रो, कानुनले निषेध गरेको नाता सम्बन्ध जस्तै हाडनाताकर्णी हुनु भएन। तेस्रो, दुवैजना अविवाहित हुनुपर्छ, मतलब पहिले नै कसैसँग बिहे भएको हुनु हुँदैन। र चौथो, दुवैको उमेर 20 वर्ष पूरा भएको हुनुपर्छ। यो उमेरको कुरामा कानुन एकदमै कडा छ। 20 वर्ष, यो नम्बर याद राख्नुहोला। कानुनले मान्छ कि यति उमेर पुगेपछि मात्रै मानिसहरू विवाह जस्तो ठूलो निर्णय लिनका लागि शारीरिक र मानसिक रूपमा परिपक्व हुन्छन्। ल, हामीले सिक्काको एउटा पाटो हेर्यौं, कसरी विवाहले कानुनी मान्यता पाउँछ। अब सिक्का पल्टाएर हेरौं, कहिले चाहिँ विवाह बदर हुन्छ त? कस्ता परिस्थितिमा विवाहलाई कानुनले नै चिन्दैन वा रद्द गर्न सकिन्छ? आउनुहोस् हेरौं। कानुनले यहाँ 2वटा बाटो छुट्याएको छ। एउटा हो स्वतः बदर हुने, मतलब जुन सुरुदेखि नै कानुनको नजरमा विवाह नै थिएन। अनि अर्को हो बदर गराउन सकिने, मतलब विवाह त भयो तर त्यसमा केही यस्ता समस्या छन् जसका कारण पछि अदालत गएर त्यसलाई रद्द गराउन मिल्छ। यो स्वतः बदर हुने विवाह भनेको त्यही हामीले अघि कुरा गरेको 4वटा खम्बाहरू भत्किएको अवस्था हो। जस्तै मन्जुरी नै छैन, नजिकको नातेदारसँग बिहे भयो, पहिले नै अर्को बिहे छ वा उमेर नै पुगेको छैन। यस्तो विवाहलाई कानुनले कहिल्यै भएको मान्दैन। यो सुरुदेखि नै शून्य हुन्छ। अब बदर गराउन सकिने विवाह चाहिँ अलि फरक छ। यहाँ मुख्य कुरा हो झुक्यान। जस्तै कसैले आफूलाई निको नहुने यौन रोग लागेको कुरा लुकायो वा नपुंसक भएको कुरा ढाँट्यो वा आफूमाथि लागेको कुनै गम्भीर फौजदारी अभियोगबारे केही भनेन। यस्तो अवस्थामा धोका पाउने पक्षले अदालतमा गएर त्यो विवाहलाई ल यो अबदेखि मान्य छैन भनेर बदर गराउन सक्छ। ओके, अब विवाह कानुनी रूपमा ठिकठाक भयो। त्यसपछि के त? विवाहले पतिपत्नी दुवैका लागि केही अधिकार र सँगसँगै जिम्मेवारीहरू पनि लिएर आउँछ। आउनुहोस् हेरौं ती के हुन्। यो स्लाइडले एकदमै राम्रोसँग देखाउँछ कि कानुनले विवाहलाई एउटा टिमवर्कको रूपमा हेर्छ। एकअर्कालाई सम्मान गर्नेदेखि लिएर सँगै बस्ने, घर र छोराछोरीको जिम्मेवारी सँगै उठाउने, अनि यो एकदमै महत्त्वपूर्ण छ, सघुलको सम्पत्तिमा दुवैको बराबर हक हुने कुरा। भनेपछि यो एउटा साँचो साझेदारी हो। हामीले विवाह कसरी बन्छ भनेर हेर्यौं, अब यो कसरी टुट्न सक्छ भन्नेतर्फ लागौं। सम्बन्ध विच्छेद, कानुनले यो जटिल प्रक्रियालाई कसरी सम्हाल्छ त? आउनुहोस् यसका आधारहरू र प्रक्रियाहरूलाई नजिकबाट हेरौं। सम्बन्ध विच्छेदको सबैभन्दा सजिलो र सिधा बाटो भनेको आपसी सहमति नै हो। कानुनले पनि यसलाई पहिलो प्राथमिकता दिएको छ। यदि दुवैजना सहमत छन् भने उनीहरूले जुनसुकै बेला पनि आफ्नो बाटो अलग गर्न सक्छन्। तर सधैँ आपसी सहमति हुँदैन, होइन त? यदि त्यस्तो भएन भने के गर्ने? हो, यस्तो अवस्थाका लागि कानुनले पति र पत्नी दुवैलाई सम्बन्ध विच्छेदको लागि निवेदन दिन सक्ने केही निश्चित आधारहरू दिएको छ। यहाँ हेर्नुस् त, धेरैजसो आधारहरू दुवैका लागि एउटै छन्।
जस्तै 3 वर्षभन्दा बढी छुट्टै बस्नु, घरबाट निकाल्नु वा कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिनु। तर कानूनले पत्नीलाई केही थप र विशेष सुरक्षाहरू पनि दिएको छ। जस्तै यदि पतिले अर्को विवाह गरेमा वा जबरजस्ती करणी जस्तो गम्भीर अपराध गरेमा पत्नीले त्यसलाई आधार बनाएर सम्बन्ध विच्छेद गर्न सक्छिन्। अब अदालतको प्रक्रिया कस्तो हुन्छ त? पहिलो कदम जिल्ला अदालतमा निवेदन दिने। त्यसपछि अदालतले तुरन्तै मुद्दा अगाडि बढाउँदैन, बरु अनिवार्य रूपमा मेलमिलाप गराउने प्रयास गर्छ। यो एकदमै महत्त्वपूर्ण चरण हो जहाँ सम्बन्धलाई जोगाउने अन्तिम प्रयास गरिन्छ। ल मानौ मेलमिलाप पनि सफल भएन, के त्यसपछि तुरुन्तै डिभोर्स हुन्छ? हुँदैन। कानूनले 1 वर्षको कुलिङ अफ पिरियड वा प्रतीक्षा अवधि राखेको छ। यो 1 वर्षको समय भनेको दम्पतिलाई फेरि एकपटक सोच्ने, आफ्नो निर्णयमा पुनर्विचार गर्ने अन्तिम मौका हो। र हाम्रो यात्राको अन्तिम खण्डमा आइपुगेका छौं। जब विवाह कानूनी रूपमा समाप्त हुन्छ, त्यसपछिको व्यवस्था के हुन्छ? सम्बन्ध विच्छेदपछिको जीवनलाई कानूनले कसरी व्यवस्थित गर्छ? कानूनले मुख्यतया 3वटा कुरामा ध्यान दिएको छ। पहिलो, अंशबण्डा, मतलब सँगै कमाएको वा सघोलको सम्पत्ति बराबर बाँडफाँड हुनुपर्छ। दोस्रो, मानाचामल, यो भनेको केही विशेष अवस्थामा, जस्तै पत्नीको आयस्रोत नभएमा र सम्बन्ध विच्छेदमा पतिको दोष देखिएमा पतिले दिने आर्थिक सहयोग हो। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, सन्तानको जिम्मा, जहाँ बालबालिकाको हितलाई नै सबैभन्दा माथि राखिन्छ। कानूनको यो अंशले एउटा एकदमै गहिरो कुरा भन्छ। यसले भन्छ कि सम्बन्ध विच्छेदले पति-पत्नीको सम्बन्धलाई त तोड्छ, तर आमा-बुबाको जिम्मेवारीलाई तोड्दैन। छोराछोरीप्रतिको कर्तव्य सधैँभरि रहिरहन्छ। आजको यो बसाइमा हामीले नेपालको पारिवारिक कानूनले विवाह र सम्बन्ध विच्छेदलाई कसरी एउटा संरचनामा बाँधेको छ भनेर हेर्यौं। यसले हामीलाई एउटा गहिरो प्रश्नमा छोडेर जान्छ। कानूनले व्यक्तिगत स्वतन्त्रता र पारिवारिक स्थिरता अनि समानता र सुरक्षा जस्ता कुराहरूलाई कसरी सन्तुलनमा राख्न खोजिरहेको छ? यो साँच्चै नै सोच्न लायक विषय हो।